हे गाइस, आज म तपाईहरुलाई देखाउन गइरहेको छु हाम्रो गाउँको लोकल पानीघट्ट यो पानीघट्ट गाइस। ट्याक्क पानीघट्ट यो ट्रकको इन्टेरियर हो यो। तपाईलाई यस्तो एउटै दुईटैदेखि एउटा काम यो पनि धान कुट्ने मिल पनि चल्ने। यो चाहिँ ट्याक्क यो चाहिँ छुट्टै बेल्ट हुन्छ, यहाँदेखि चाहिँ छुट्टै आइरहेको छ। यो चाहिँ ओन्ली धान कुट्नको लागि हो। अब यो चाहिँ यहाँदेखि चाहिँ मेकानिजम हुन्छ चाहिँ यहाँ चाहिँ दुईटा फोर व्हिलर छन्। एउटा फोर व्हिलरले चाहिँ यो घट्ट चलाउँछ भनेपछि अर्को फोर व्हिलरले चाहिँ यो झाँतो भन्नाले अब पिठो पिस्ने झाँतो चलाउँछ। फोर व्हिलर चाहिँ उतै निमै छ। यो यहाँ दुईटा फोर व्हिलर छ ट्याक्क, एउटा उल्टो फोर व्हिलर र तपाईँलाई हल्का एउटा यो फोर व्हिलरले चाहिँ यो के अरे यो चलाउँछ, यो पिठो पिस्ने घट्ट चलाउँछ। यो फोर व्हिलरले चाहिँ उतापट्टिको धान कुट्ने मिल चाहिँ चलाउँछ। हेर्नु यही यस्तो भ्यू मजा आछ। त्यहाँ यो पानीको फोहरा चाहिँ यस माथिदेखि आइरहेको छ। म तपाईँलाई पानीको फोहरा पनि देखाउन गइरहेको छु। तपाईँलाई उता बाहिरदेखि पनि देखाउन गइरहेको छु। यो चाहिँ भित्रको पानी चक्कीलाई चाहिँ यस्तो घुमाएर चाहिँ चलाउने हो। चाहिँ यहाँदेखि मस्तको हावा आइरहेको गाइस। यही लाइनबाट चाहिँ माथिको पानीको फोहर आउँछ उता माथिदेखि ट्याक्क यो माथिको लाइनदेखि। यो चाहिँ यहाँ फुल पानी आउँछ। पानीदेखि चाहिँ अब यतादेखि नालीदेखि पानी आउँछ ट्याक्क। यहाँ चाहिँ अब यहाँ जाली साली लाउनु भयो। यहाँदेखि मस्त यता गएर तलतिर चाहिँ पानीघट्ट चल्छ।